कथा बुद्धि बेच्ने पसल। धेरै पुरानो समयको कुरा हो। एक सानो गाउँमा हरिबहादुर नाम गरेका बुढा मानिस बस्थे। उनी निकै हँसिला, मिलनसार तर अलि फरक सोच भएका थिए। उनी आफ्नो पुरानो गुठलाई सिगारी सजाएर एउटा बोर्ड झुन्ड्याए, बुद्धि बेचिन्छ। गाउँभरि यो खबर फैलियो। सबैले उनलाई पागल ठान्न थाले। बुढो सुकुलगुण्डी, बुद्धि कसरी बेचिन्छ र? मानिसहरू हाँस्थे। एक दिन गाउँकै एक धनी मानिसको छोरो रमेश त्यो पसलमा पुग्यो। बुद्धि कति पर्छ, हजुर? रमेशले रोक्यो। तपाईको स्तर अनुसार 3 थरी बुद्धि छ, हरिबहादुरले मुस्कुराउँदै भने, सस्तो, मध्यम र महँगो। महँगो कति? रमेशले चासो देखायो। 100 रुपियाँ। रमेशले 100 रुपियाँ तिरेर रोक्यो। अब बुद्धि कहाँ छ? हरिबहादुरले उसलाई हेरेर गम्भीर हुँदै भने, जहाँ गए पनि, जे गरे पनि, पहिले सोच, पछि मात्र बोल वा गर। रमेश झसङ्ग भयो। बस यति? उसले भने, मैले त यत्रो पैसा तिरेको हो। हरिबहादुर मुस्कुराए, बुद्धि सस्तो हुँदैन। अहिले सस्तो लागे पनि, समय आउँछ, तिमी यसको मूल्य बुझ्नेछौ। रमेश रिसाएर गयो। केही हप्तापछि रमेशले काठमाडौँ जानुपर्ने भयो। बाबुले उसलाई ठुलो रकम दिए व्यापारको सिलसिलामा। बस चढेर हिँड्ने बेलामा एक अपरिचित व्यक्ति रमेशसँग निकै मिल्यो। मिठा कुरा गर्दै उसले भन्यो, म पनि उही ठाउँ जाँदैछु, हामी सँगै जाउँ न। रमेश उसैको सँगै जान लाग्दै गर्दा उसलाई हरिबहादुरको कुरा सम्झियो, पहिले सोच, पछि मात्र गर। रमेश अडियो अनि त्यो व्यक्तिलाई नचिनेको महसुस भयो। उसले साथ नगरी आफै गयो। केही दिनपछि खबर आयो, त्यही अपरिचित मानिस त कुख्यात लुटेरा रहेछ। रमेशले ज्यान र पैसा बचायो। त्यो दिन उसले बुझे, बुद्धि त साँच्चै बेचिन्छ रहेछ। यो कथाको सन्देश यो हो कि कहिलेकाहीँ सामान्य देखिने कुरा पनि जीवनमा ठुलो मोड ल्याउन सक्छ। सोचेर गरिएका निर्णयहरूले भविष्य सुरक्षित बनाउँछ।